यो एकदमै वन्डरफुल वेदरसँगै हामी चाहिँ लङ ब्लिचको यात्रा तय गर्नेछौँ। लङ ब्लिच प्रवेश गरियो। लाइट टक्क लगाएर यहाँ हाम्रो केटाहरूको चाहिँ टक्क फोटो सेसन कार्यक्रम चलिरहेको अवस्था छ। ल साइसिनहरू पनि देख्न सक्नुहुनेछ, एकदमै बवाल छ। यहाँनिर चाहिँ एकदमै स्पेसल रहेछ यहाँ चिया बगान चाहिँ। तपाईँहरू पनि आउनु होला। पोखरादेखि मात्र 1 घन्टाको राइडमा हामी यहाँ आइपुग्न सक्छौँ। माछापुछरी गाउँपालिका लङ ब्लिचमा अवस्थित चिया बगान हामी देखाउन गइरहेका छौँ। तपाईँहरूले चाहिँ हाम्रो गाइसहरू ल टक्क लगाएर लङ ब्लिच अवलोकन गर्दै हुनुहुन्छ। सुपर हो यो स्पेसल यार पात त एन्ट्री गाइसहरूको एन्ट्री ल It's me Tilak Magar and welcome back to my another vlog. स्पेसली आज म कहाँ जाँदैछु भनेर तपाईँहरूले हाइलाइट र थम्बनेल हेरेर थाहा पाइसक्नु भएको छ। सो त्यही नै हो गाइस। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई चाहिँ सब्सक्राइब गरेर अल नोटिफिकेसन बेल प्रेस गर्न नभुल्नुहोला। साथै भिडियोलाई चाहिँ लाइक कमेन्ट र सेयर गर्न पनि नभुल्नुहोला। अब हाम्रो यात्रा चाहिँ यसरी शुभारम्भ हुन्छ। अहिले चाहिँ ठ्याक्कै हामी हेम्जा हाइवेमा आइपुगेका छौँ। अब चाहिँ हामी ठ्याक्कै मिलन चौकदेखि राइट साइडतर्फ मोड लिनेछौँ। यो एकदमै वन्डरफुल वेदरसँगै हामी चाहिँ लङ ब्लिचको यात्रा तय गर्नेछौँ। हावाले गर्दा चाहिँ पुरै भोइस लोबेको कारणले गर्दा चाहिँ भोइस ओभर गरिरहेको छु। यति बेला मैले चाहिँ देख्न सक्नुहुनेछ यहाँनिर चाहिँ एकदमै हरियाली समतल भूभाग रहेको छ। देख्न सक्नुहुनेछ यहाँनिर चाहिँ एकदमै रमणीय ठाउँ रहेछ। वारिपारि चाहिँ वन जङ्गलले ढाकेको, अनि बिचमा चाहिँ रोड रहेछ। अनि रोडको साइडतर्फ दुवै साइडतर्फ चाहिँ हाम्रो धान लगाएको रहेछ। भिडियो हो क्या लङ ब्लिच प्रवेश गरियो। केटाहरू लगाएर अगाडि हामी लङ ब्लिचको नजिक आइपुगेका छौँ यति बेला।
राइट साइड बेला पहिलो त चाहिँ एकदम क्लियर छ दाने एकदम स्पेसल देखिरहेको छ गाउँ त धेरै ठुलो छैन के हो गाह्रो पर्यो गाह्रो पानीले बाटो खोले खायो खै दुईजनाको धैर ठक्क लगाएर यहाँनिर आइपुग्यो हामी चाहिँ देख्न सक्नुहुन्छ चाहिँ एकदमै स्पेसल साइज सिनहरू देख्न सक्नुहुनेछ लङ ब्लेजबाट दुईजना ग्रुप आइपुगेको अवस्था अब हाम्रो यहाँ पार्किङ एटै हुन्छ अब यहाँदेखि चाहिँ हामी हिँडेर जानुपर्ने हुन्छ स्पेसल देखिन्छ त यार त्यो साइज सिन त बवाल छ है ल टक्क लगाएर यहाँनिर पार्किङ भइसक्यो अब हामी चाहिँ यहाँनिर हिँडेर जानुपर्ने हुन्छ चिया बगानसम्म चाहिँ ल अब चाहिँ टक्क लगाएर पैदल यात्रा सुरु हाम्रो चाहिँ यहाँ चाहिँ एकदमै बवाल देखिँदो रहेछ साइज सिन त एकदमै दामी छ ल लगेर लङ ब्लेज प्रवेश गरेको अवस्थामा गाइसहरू ओहो यस्तो ठुलो हेभी गाडी आएको छ त यहाँ म्याप रहेछ यहाँनिर चाहिँ हेभी गाडी ओ यस्तो गाडी कसरी आयो यार dobahan रहेछ त त्यहाँ त dobahan लङ ब्लेज प्रवेश गरिसकेको छौँ अब हामी चाहिँ माथि चिया बगान हेर्न जाँदैछौँ है त ग्रुपिङहरु माथि पुगिसक्नु भएको छ लङ ब्लेजको उकालो सिधीमा चढ्दै हामी
चिया बगान हेर्न जाँदैछौँ। अगाडि 3 जना, पछाडि 3 जना, 7 जनाको ग्रुप छ हाम्रो चाहिँ। चिया भइरहेको अवस्था छ। लाइट टक्क लगाएर यहाँ हाम्रो केटाहरूको चाहिँ टक्क फोटो सेसन कार्यक्रम चलिरहेको अवस्था छ। वे टु होमस्टे चियाबारी। ल फाइनली चियाबारीमा प्रवेश गरेको अवस्थालाई यति बेला हामी चाहिँ स्पेसल रहेछ। ल एकदमै स्पेसल रहेछ यहाँ चाहिँ चिया बगान। र तपाईँहरू पनि आउनु होला। पोखराबाट मात्र 1 घन्टाको राइडमा हामी यहाँ आइपुग्नेछौँ सजिलै। हाम्रो केटाहरू त्यहाँ पुगिसकेको छ, 3 जना तल पछाडि। ल साइसिनहरू पनि देख्न सक्नुहुनेछ, एकदमै बवाल छ। यहाँनिर चाहिँ एकदमै स्पेसल रहेछ यहाँ चिया बगान चाहिँ। तपाईँहरू पनि आउनु होला। पोखरादेखि मात्र 1 घन्टाको राइडमा हामी यहाँ आइपुग्न सक्छौँ। यहाँ आएर यस्तो मन एकदमै बवाल भ्यूहरू देख्न सक्नुहुनेछ यहाँ आइसके पछाडि। माछापुछरी गाउँपालिका लङ भिलेजमा अवस्थित चिया बगान हामी देखाउन गइरहेका छौँ तपाईँहरूले चाहिँ। यस्तो दामी दामी साइसिनहरूसँगै बवाल छ, एकदमै दामी स्पेसल छ है। ल चिया बगान। ल केटाहरू पुरा यहाँ टक्क लगाएर हो, मौरी सौरी रहेछ त सबै। घोडा पनि रहेछ। ल हामी चाहिँ टक्क यहाँनिर आएर रेस गर्ने। रेस हुन्छ यहाँनिर चाहिँ हाम्रो। अब हामी चाहिँ होमस्टेलाई छोडेर अब हामी चाहिँ टक्क लगाएर यो चिया बगानहरू एकदमै स्पेसल छ। अब फाइनली हामी चाहिँ चिया बगानलाई छोडेर तल फर्केकै छौँ लङ भिलेजतर्फ। त्यसपछि हामी सिधै हाम्रो गाइसहरूले त टिकटक बनाउँदैछन्, कोही अगाडि दिइरहेको अवस्था छ। ल अब चाहिँ हामी चाहिँ लङ भिलेजलाई छोडेर जाँदैछौँ। अब हामी चाहिँ हाम्रो गाइसहरू हिँड्नुहुन्छ। स्पेसल देखिएको छ यहाँलाई सिनेमेटिक भ्यूहरू दामी दामी छ साइड सिनहरू। हाम्रो गाइसहरू ल टक्क
मास्क लगाएर लङ ब्लेस अवलोकन गर्दै हुनुहुन्छ। के रहेछ यो लिची हो के हो? ए के अरे यो? लस्सी पो रहेछ लस्सी। पात हो यो स्पेसल छ यार पात त। गाइड पनि यहाँ आइसक्यो। पानी पढेरो रुख रहेछ। अमृतसर आमाहरू त बल बल छ त हो। यस्तो लङले यस्तो पानी चिसो रहेछ यार। लोकल काँक्रा खाएर जानुपर्ने हो। You again. See you again. हाम्रो यहाँ फोटो सेसन कार्यक्रम अब लास्ट सुट लङ ब्लेसमा। अब हामी चाहिँ पार्किङ एरियामा आइसकेका छौँ। अब हामी चाहिँ अफ रोड राइड जान्छौँ। फर्किँदैछौँ अफ रोड राइडबाट। त्यहाँनिर चाहिँ अलिक क्यामेरा हल्लिन्छ। माथि नि पुछाएको यसमा सफा नगरेर त गम सजाउनेर पसाइहाल्यो। सफा गरेर गम हान्दिनु एन्ट्री एन्ट्री गाइसहरूको एन्ट्री ल। डबल नै दाम थियो रिएक्सन आइहाल्छ त। पानी फेरि ढोल हाल्ला रे यार। टुङटुङ ट्राउट हेटा एकदमै दामी रहेछ। अब हामी लङ ब्लेसबाट अब बिडाइ हुँदै अब ब्याक टु पोखरा। ल ल